काकी हजुर के गर्न लानुभयो? मेरो त बिहानको काम सुरु भइसक्यो नानी। अब घाँस मोल्ने दिने गर्नलाई रेडी गर्दैछु। कति राम्रो छ हौ काकीको दैनिकी त। एकदम राम्रो छ। काम पनि कस्तो मजाले गर्नुभएको। आनन्द लाग्छ यसै गरी गर्ने गरेको छु। यसरी राख्यो भने चाहिँ के हुन्छ र काकी? यसरी राख्यो भने धेरै नोक्सान हुँदैन। घाँस पनि छाटी काटेर राख्यो भने अनि मजाले खान्छन्। तिनीहरूलाई खानको लागि पनि सजिलो हुन्छ। सजिलो होस् भनेर घाँस त यसरी काट्ने गरेका छौँ। कति राम्रो। यसरी गर्यो भने धेरै खान्छ हौ काकी। खान सजिलो हुन्छ नि नानी। धेरै भन्दा पनि खान सजिलो हुन्छ, धेरै पनि खान्छन्। ए त्यही भएर त म यसरी काटेको देख्छु काका काकीलाई जहिले पनि। अब मैले यो घाँस यसरी राखिसकेँ। अब यो राखिसकेपछि दाना राख्छु। ल हेर्नु है, यसरी घाँस राखेर त्यसपछि चाहिँ यसरी दाना राख्छु अनि खान्छन् यिनले। अब यसमा घरै बनाएको अर्को दाना छ, मैले त्यो पनि राख्छु है त। यो घर पकाएको दाना यसो गरिदियो भने यसरी घाँसमाथि राखिदियो भने यो गिलो गराएर हाल्दैनन्। नत्र भने कुनैले यो एकदम हुर्याउने समस्या हुन्छ। यसो गरायो भने दानाको गन्ध पनि हुने भयो अनि चिसोको उसले गर्दा नफालिकन सबै भ्याउँछन् आनन्दले। त्यही